मसँग यहाँ 100 स्टुडेन्ट्सहरूको नेम लिस्ट छ र यस नेम लिस्टबाट डेस्कटपमा भएको यस अल स्टुडेन्ट्स फोल्डरभित्र स्टुडेन्ट्सहरूको आफ्नो नाम गरेको सेपरेट फोल्डरहरू बनाउनु पर्ने छ भने यो कसरी बनाउने त? यसको लागि सबैभन्दा सुरुमा हामीले स्टुडेन्ट्स नेम गरेको कोलममा हेरौँ। यस कोलममा चाहिँ सिरियल नम्बर र स्टुडेन्ट्स नेम एकै ठाउँमा छ र यसलाई चाहिँ छुट्याउन सकिन्छ। सुरुमा हामीले सिरियल नम्बर छुट्याउन 1 टाइप गरेर कन्ट्रोल ई प्रेस गऱ्यो भने यसरी सिरियल नम्बर आउँछ। खासमा यो सिरियल नम्बर निकालिराख्नुपर्ने जरुरत थिएन, तर हामीले छुट्याउने एउटा तरिका पनि सिक्छौँ भन्ने हिसाबले यसरी छुट्यायौँ। अब नेमको लागि चाहिँ हामीले स्टुडेन्ट्सको नाम टाइप गर्छौँ र इन्टर की प्रेस गरेर कन्ट्रोल ई गर्छौँ। यसरी गर्दाखेरि स्टुडेन्ट्सको नेम मात्रै यो नेम कोलममा आयो। अब कमान्ड भन्ने कोलममा चाहिँ हामीले यहाँ कमान्ड टाइप गर्छौँ एमडी र स्टुडेन्ट्सको नेम टाइप गर्छौँ। स्पेसको लागि अन्डरस्कोर राख्छौँ र लास्ट नेम टाइप गर्छौँ र इन्टर गरेर कन्ट्रोल ई प्रेस गर्छौँ। यसरी स्टुडेन्ट्सको नेमहरू आयो। अब सबै स्टुडेन्ट्सको नेमहरू सेलेक्ट गर्नको लागि कन्ट्रोल सिफ्ट र डाउन एरो प्रेस गरेँ र यसलाई कन्ट्रोल सी गरेर कपी गर्ने र विन आर प्रेस गरेर नोटप्याडमा जाने र नोटप्याडमा गइसकेपछि यसमा कन्ट्रोल भी गरेर पेस्ट गर्ने र यसलाई कन्ट्रोल एस गरेर सेभ गर्ने। सेभ गर्दाखेरि हामी डेस्कटपको अल स्टुडेन्ट्स फोल्डरभित्र जान्छौँ र यसमा चाहिँ हामीले कुनै पनि नाम दिएर जस्तो फोल्डर डट सिएमडी गरेर नाम दिन्छौँ र सेभ बटनमा क्लिक गर्छौँ। यति गरेपछि हाम्रो एउटा फाइल चाहिँ डेस्कटपको अल स्टुडेन्ट्स फोल्डरभित्र सेभ भएको छ। अब यस फोल्डरमा भएको यो फाइललाई डबल क्लिक गरेर रन गरिदिन्छौँ। अब हाम्रो सबै स्टुडेन्ट्सहरूको सेपरेट फोल्डर नेम चाहिँ यसरी क्रिएट भइसकेको छ।